सम्पूर्णलाई नमस्कार छ तपाईहरु सम्पूर्णलाई मेरो रतन गडराज ब्लगमा। अहिले चाहिँ हामी भद्रपुर गइरहेको छौं सामान लिनको लागि, थोरै अलिकति सामान लिनको लागि। यहाँ दुईजना दाइहरु हुनुहुन्छ, म तपाईहरुलाई देखाउँछु। ओ दाइ राजा, यहाँ स्वागत छ मेरो ब्लगमा। दाइ हुनुहुन्छ अनि हामी बसेको छन्। म पछाडि अलिक बस्नु हुँदैन, अगाडि बसेको छु। अहिले चाहिँ हामी ठ्याक्कसँगले कञ्चनजङ्घा टोल छिर्न आँटेको छौँ। अब कञ्चनजङ्घा टोल देखाउँछु है त। यहाँ त अब बाटो बन्दैछ, अब अलिक परतिर चाहिँ अलिक बिच टाइम बनाएको छ। यहाँ चाहिँ अब त्यो ड्राइभिङ सिटहरू बन्दैछ। त्यहाँदेखि उता पर चाहिँ यो के बिर्तामोडकै होला सायद, बिर्तामोडकै सबैभन्दा ठुलो फुटसल ग्राउन्ड होला सायद, 7 साइडको सञ्जीव सरको फुटसल ग्राउन्ड हो त्यो चाहिँ। ट्याक्कसँगले यस्तो छ गाइज, देखो न गाइज। दानाबारी पो जानु भएको छ अरे है त दाइ। न त त्यो दाइकोमा सधैँ बोक्छौँ नि त हामी सामान। अनि फोन गरेको, हिजै फोन गरेँ, म अस्तिको दिन गरेको थिएँ। अनि ल भन्दै थियो। यहाँ चाहिँ यस्तो दामी पिच बनाएको छ गाइस। अलिकति फुटपाथ चाहिँ छैन, तर पनि ठिकै छ। यहाँनिर ढलहरू छ, त्यही बनाएको छ जोस्। पहिला यहाँ धुलोले हिँड्नै सक्दैन थियो, बाटो बिग्रेर कस्तो खत्तम थियो। बनाएको छ चाहिँ सरर हावा कस्तो दामी आइरहेछ। दामी बाटो। यो बाटो चाहिँ अब खासै मान्छे त हुँदैन, गाडी त हुँदैन, मान्छे त हुन्छ, गाडी चाहिँ हुँदैन। तर तपाईँहरूलाई म अर्को एउटा चिज देखाउँछु है त गाइज। यहाँ हाउजिङ हेर्नु है त, हाउजिङ। शुभम हाउजिङ देख्न सक्नुहुन्छ गाइज तपाईँहरूले। म त हुटमा बसेको दादा, त्यहाँ हुटमा नबस्नु भन्नु पर्यो, हजुर। गाडी इमर्जेन्सी ब्रेक लाग्यो भने फुट्दै उठ्छ। एक्सपिरियन्स छन् सबै। यहाँनिर चाहिँ दुर्गा प्रसाईले बनाउँदै गरेको 5 स्टार होटल देख्न सक्नुहुन्छ गाइज तपाईँहरूले चाहिँ। अब यहाँ 5 स्टार होटल बन्दैछ, बिस्तारै बिस्तारै बनिसक्छ होला सायद। यहाँनिर देख्न सक्नुहुन्छ गाइज तपाईँहरूले 5 स्टार होटल। पेट्रोल पम्पमा आइपुगेको छौँ। पेट्रोलको भाउ चाहिँ एकदम बढेर कति भयो, डिजेलको भाउ चाहिँ 4.50 छ। तपाईँहरूले देख्न सक्नुहुन्छ। देखाउनु मिल्छ है दाइ, यो चर्चित ब्लग है। यसो
कोही बेलाको हो यो त खोलिँदैन अलिक गाह्रै पर्छ है मोर्लिन खोलिन्छ दुईटै तान्नुपर्छ एकचोटि ढोकाबाट त्यो पनि यो पनि दुईटा होस् मैले गरिनँ यहाँ गाइस पेट्रोल पम्पमा देख्नुहुन्छ पेट्रोलको भाउ चाहिँ 204.50 भएको छ राजदाई डिजल बढेछ त भरिँदैछ डिजलको भाउ त मारेछ त पेट्रोलको भन्दा बढी पुगेछ अब यस्तो हाम्रो डिजलको भाउ चाहिँ अब यो नेपालमा मात्र बढ्या होइन सबैतिर बढ्या हो नेपाल सरकारले बढाएको भन्दा पनि अब उनीहरूलाई आयातमा बढ्यो भएपछि त बढाइहाल्छ त्यही पनि 50% ट्याक्स चाहिँ छुट गराइरहेको छ अब यो कुरा के त भन्दाखेरि अब उतैदेखि महँगो भएपछि होइन यो त अब युद्धको कारणले यस्तो भएको हो नि त त्यही भएर हामीले सबैले बुझ्नुपर्छ महँगो सस्तो भन्ने कुरा त अब कोही बेला महँगो हुन्छ कोही बेला सस्तो हुन्छ कोही बेला कम्ती हुन्छ यो यस्तै हो अब के गर्ने अब यस्तै हो नेपालमा तेल डिजल खासै हुन्छ होइन अब नभइसकेपछि के त भन्दाखेरि बाहिरदेखि ल्याउनु पऱ्यो बाहिरदेखि ल्याएपछि ढुवानी खर्च लाग्यो के खर्च लाग्यो त्यही भएर महँगो भयो होइन दाइ नेपालमै भएको त सस्तै हुन्छ होला त्यसो भने अब चाहिँ हामी हाइवेमा आइपुग्यौँ ट्यागकोसँगले देखाएँ है गाइस मैले तपाईँहरूलाई अहिले चाहिँ कुन हाइवे भन्दाखेरि भद्रपुर जाने हाइवे आइपुग्यो हामी अहिले त पहिला त कच्ची भएर आएको थियो आम्मामा गान्डाङ र गुन्द्रुङ हुन्थ्यो त्यही पनि अब तलको गरिसक्दा यताको भत्केला यता गर्दा तलको भत्केला त्यही त अब चाहिँ राम्रो होला नयाँ सरकार आएको छ मजबुत बनाउला बालेन सरकार बालेन रवि राजसभा सरकारले पहिला त यो पुलदेखि यता त अन्त जे होस् गाइस बाटो राम्रो बनायो लागेको भने नि कस्तो भने अब मलाई चाहिँ त्यस्तो मजाले भ्लगहरू खिच्न आउँदैन अनि एडिट गर्न पनि मजाले आउँदैन अब भर्खर गर्दैछु भर्खर एउटा दुईवटा भिडियो हुँदैछ अनि अब त्यो राम्रोसँग आउँदैन त्यसैले अब नराम्रोहरू छ भने पनि एडिट राम्रो भएको छैन भने पनि खिचाइहरू राम्रो छैन भने पनि अब बोलीहरू त्यस्तो राम्रो भएन भने पनि अब तपाईँहरूले नराम्रोलाई पनि राम्रो तरिकाले सुनिदिनु होला होइन अनि म बिस्तारै बिस्तारै सुधार्दै जानेछु तपाईँहरूलाई केमा इन्ट्रेस्ट लाग्छ सबैजनाले अब कमेन्ट गरिदिनु होला अनि त्यसपछि म त्यस्तै त्यस्तै बनाउँदै जान्छु होइन अब मलाई अहिले आउँदैन नि त त्यस्तै छ अब नराम्रो भए पनि राम्रो तरिकाले हेर्नु होला जे कुरा पनि अब राम्रो पोजिटिभ तरिकाले लियो भने जस्तै सुकै पनि राम्रै हुन्छ अब जस्तै म भात खान्न भनेर म भात खान्न अहिले भन्नु एउटै कुरा हो तर बोलीमा फरक भन्ने कुरा हुन्छ अब त्यही भएर तपाईँहरूले पनि नराम्रो भए पनि राम्रो तरिकाले सुनिदिनु होला बुझिदिनु होला हेरिदिनु होला है म दैनिकी देखाउने ट्राई गर्छु हजुरहरूलाई सकेसम्म कस्तो हुन्छ बाटो पनि देखाइहालेँ गाइस यहाँ यस्तो छ अब यहाँनिर पिच गर्दाखेरि त्यता भत्केला दाइले चाहिँ मस्त यस्तो अप्ठ्यारो बाटो पनि कुदाइराख्नु भएको छ अब अलिक परतिर चाहिँ पिच आइहाल्छ अब चाहिँ पिच आयो गाइस अहिले चाहिँ हामी देउनिया पुलमा आएको छौँ
अब चाहिँ हामी भद्रपुर नगरपालिका प्रवेश गऱ्यौँ। बिर्तामोड नगरपालिकालाई हामी कटेर गयौँ र अहिले चाहिँ हामी भद्रपुर नगरपालिका आयौँ। देउनिया पुल कटेपछि ठ्याक्कसँगले हामी भद्रपुर नगरपालिका आइपुग्यौँ है गाइजहरू। हेर्न सक्नुहुन्छ तपाईँहरूले कच्ची बाटो नागेर फेरि बिचमा आइपुग्यो। अहिले चाहिँ हामी यो चारलदेखि बाटोमा आउने बाटोमा ठ्याक्क जोडेको छौँ। यो माछा हेर्नु त कस्तो दामी गाइज, ठ्याक्क जोड्यौँ। अब हामी यहाँदेखि चन्द्रगढी पुग्छौँ ठ्याक्कसँगले। चन्द्रगढी पुग्न आँट्यौँ गाइज। हामीले ठ्याक्क लाग्यो, तर बजार चाहिँ अलिक आइपुगेको छैन। अब बजार पनि हामी आइपुगिहाल्छौँ। पल्ले छोराको माराको बनेर छौँ हामी। यहाँ चाहिँ अब यो पहिलाको शिक्षण हलहरू है, यहाँ अहिले यस्तो बिजोग छ। यसलाई हेरविचार गर्नेहरू कोही छैन, अब केही गर्ने छैन। अब त्यही भएपछि सबै बिजोग छ। यहाँनिर चन्द्रगढी आइपुग्यो गाइज हामी चाहिँ। अब यो लाइनमा चाहिँ तपाईँको सबै यहाँ अदालतहरू, जिल्ला अदालतहरू, अनि त्यसपछि के गृह प्रशासनहरू अनि सबै छ क्या यहाँनिर। अब खानेपानी संस्थान के कम्पनी, जो सरकारी कार्यालयहरू जति सबै अब यहाँदेखि उँभो लाइनमा। कृषि विकास ब्याङ्क पुरानो होला यो सायद, नयाँ हो यहाँ ट्याक्कै। यहीँनिर कृषि विकास ब्याङ्क छ, चाहिँ विप्लव सभा 2024 सालमा स्थापना भएको हो। साना उद्योगहरूको यहाँ पूर्वाधार विकास कार्यालय झापा भएको गाइजहरू। अब तपाईँहरूलाई म एउटा इन्ट्रेस्टिङ चिज देखाउन गइरहेको छु। इन्ट्रेस्टिङ चिज चाहिँ के भन्दाखेरि यहाँनिर अब के छ, मेची रङ्गशाला छ, जहाँ चाहिँ अब कहिले ठ्याक्कै यति भन्ने थाहा भएन। अब वर्ल्ड कप हुन लागिरहेको छ 5 गतेदेखि हो। 5 गतेदेखि 12 गते नेपालकै सबैभन्दा ठुलो सर्वाधिक धनराशिको पुरस्कार भएको महिला चन्द्रगढी के महिला गोल्ड कप हो। यसभन्दा अगाडि चाहिँ दुधेमा भएको थियो, झापामै भएको थियो। त्यहाँ चाहिँ नेपाल पुलिस क्लबले जितेको थियो। अब सायद यहाँ त एपिएफले जित्छ होला। अब एपिएफलाई जित्ने खासै कोही हुँदैन, त्यतिखेर मात्रै हो अब जितेको होइन। यहीँनिर हो। अब यहाँ चाहिँ एयरपोर्ट लाइन यता भयो, यहाँ चौकी इलाका पनि यहाँनिर हो। जिल्ला प्रहरी कार्यालय ट्याक्क यहाँनिर चाहिँ सिधा गएपछि चाहिँ एयरपोर्ट आइहाल्यो। ट्याक सिधा गएर ट्याक्क अलिकति भित्र छिर्ने बित्तिकै यतापट्टि चाहिँ रङ्गशाला पट्यो। अब चाहिँ हामी भद्रपुरतिर जाँदैछौँ। चन्द्रगढी नागिसक्यो। यहाँ बस्नु चाहिँ दामी हुन्छ होला है दाइ यो ठाउँमा। सुनसान छ, केहीको डर पनि छैन, केहीको सबै हेर्नु। हावापानी पनि दामी है। ड्राइभिङ सेन्टर रहेछ।
बुझ्यो दिउँसो त घाममा के देख्छ र होइन घामले टल्केर यो चाहिँ होम साई पाथिभरा हस्पिटल आइपुग्यो गाइड्सहरू अब सगरमाथा चोक आइपुग्न आँट्यौँ हामी सगरमाथा चोक भन्नाले फेरि त्यो तलको सगरमाथा चोक होइन यहीँनेरिको सगरमाथा चोक यो भद्रपुरको सगरमाथा चोक आइपुग्यो अनि चाहिँ किन टाढा जस्तो देख्यो भने नजिकै हो तर मेरो क्यामेरा चाहिँ मैले 0.5 र 1 को गरिरहेको छु त्यही भएर चाहिँ अलिक टाढा जस्तो देखिया हो अहिले चाहिँ हामी ठ्याक्क सगरमाथा चोक आइपुग्यो पहिला म 12को एक्जाम दिँदाखेरि हाम्रो सर एकजना यहीँ बस्नुहुन्थ्यो अनि म ट्युसन पनि यहीँ सगरमाथा चोकमै पढ्या हो 12 एकाउन्टको चाहिँ मछली देख्न सक्नुहुन्छ गाइस मछली यही सगरमाथा चोकमै पढ्या हो ट्युसन यहाँ एउटा अलिक उयाँ कहाँनिर ठ्याक्कै एउटा अलिक भित्र जानुपर्छ कहाँदेखि भन्दाखेरि म तपाईँहरूलाई बाटो पनि देखाउँछु गाइस अब मेची हस्पिटल जाने बाटो पनि आयो मेची हस्पिटल जाने बाटो चाहिँ यही हो मेची हस्पिटल जाने बाटो चाहिँ यही हो त्यहाँदेखि उता जान्छ पहिला यहाँ एउटा चौतारा जस्तै थियो है पहिला अहिले त भत्काएर अर्को बनाएछ ठ्याक्क यही बाटोदेखि अलिक भित्र जानुपर्छ अलिक पर जानुपर्छ अनि त्यसपछि यहाँ एउटा हल छ क्या त्यहीँनिर ट्युसन पढ्थ्यौँ हामी 40-45 जनाले एकाउन्टको सर हुनुहुन्थ्यो एकजना विक्रम ढुङ्गाना भन्ने सर हुनुहुन्थ्यो उहाँ सरले पढाउनुहुन्थ्यो अहिले त सर फ्रान्स जानुभएको छ होला सायद उता कन्ट्याक्ट नभएको कति भयो सरसँग सरले पनि भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँलाई सम्झेको छु धेरै तपाईँले गर्दै हामी पास भएको 40-45 जना जतिजना कोचिङ पढाएको थियौँ तपाईँसँग ट्युसन पढाएको थियौँ त्यो सबैजना पास भयो सर तपाईँसँग सबै कन्ट्याक्टमा हुनुहुन्छ कि हुँदैन तपाईँ जहाँ भए पनि हामी धेरै सम्झना छ सर तपाईँलाई चाहिँ हामी यहाँदेखि उता गयो भने चाहिँ भद्रपुर रोड पुगिन्छ तर हामी चाहिँ उँधो जान्छौँ झापाचोकतिर अहिले चाहिँ राखेँ गाइस अब म फेरि चाहिँ म भिडियो काट्छु अहिले एकछिनमा अब तल पुगेपछि म गर्छु है गाइस अहिले चाहिँ राखेँ गाइस अहिले चाहिँ हामी घर आइपुग्यौँ अब यहाँदेखि सामान लोड गर्छौँ दाइ तपाईँलाई मेरो भ्लगमा स्वागत छ के भन्नु आज पनि भाइलाई पनि लिएर आएको छ भाइलाई पनि स्वागत छ पोजेसर गर्न आएको कति टाइम लाग्छ थाहा छैन हैन टाइम धेर लाग्दैन जति सक्दा हामी चाँडै गर्छौँ होइन म त बोक्नु हुँदैन भाइहरू बोक्ने हो म त बोक्नु सक्दिनँ पहिला जस्तो त बोक्न सक्थेँ अब अहिले पनि सक्दिनँ 2-4 वर्ष अलिक 2-4 वर्ष गाडी छ के गर्ने स्वास्थ्यभन्दा ठुलो कुरा केही रहेन हुन्छ त्यहाँ गाडी घुमाइसक्यो दाइले गाडी घुमाइसक्नुको दाइ कहाँ यहीँ मिलाएर राखौँ है अलिक अगाडि राखौँ होला हुन्छ दाइ हुन्छ ल यहाँनिर अब हाम्रो यहाँ सामान छ ट्याक्कसँगले यहाँनिर छ योले खोल्नु पर्छ यो चाहिँ छ अब म गएँ घरतिर हे तिम्रो त्यो मुस्कानले घरमा को हुनुहुन्छ सामान लिन आएको थियौँ रुमको सामान घरको एकचोटि फोन गर्नु न फोन गरिवरी एकचोटि फोन गर्नु न ल मम्मीलाई होइन ल गाइज अब यसलाई यहाँ राखेँ मैले अब मैले हेरेँ अब के भन्ने र अब यस्तै छ यहाँ होइन एकछिन भिडियो गरौँ दाइ भन्नु न यहाँ केही भन्नु न अब यहाँ घरको मान्छे छैन चाहिँ गार्जियन भाइ सानो बच्चाहरू छन् अब कतिखेर आउने आएर अब सामान टाढा भयो फटाफट हालिहाल्ने हामीले
व्यवस्थाको साथमा आएको छु त्यहाँ दाइ बसौँ अब यस्तै मान्छे हुनु चाहिँ दाइ दिदी हुनुहुँदैन रहेछ पुछे अनि के परीक्षा के भयो परीक्षा एकदम एक्जाम रिजल्ट आउनु बाँकी छ रिजल्ट अझै बाँकी छ आइसक्यो होला के तिमी पास हुन्छ जस्तो लाग्छ फेल हुन्छ जस्तो लाग्छ होइन होला मैले त फेल भयो अरे रिजल्ट आयो अरे त अनि मैले सुनेर फेल भयो अरे म फेल भयो भने फेसबुकमा आएको थियो फेसबुकमा हालेको मैले हेरेकै छु मैले एउटा उयसमा हेरेँ क्या मैले एउटा इन्टरभ्यूमा हेरेको स्कुलमा त्यो अब उयो लिन्छ नि जस्तै अब मतलब त्यो सुरुमै अब इन्ट्रान्सहरू जस्तै इक्जाम लिन्छ नि त अनि हजुर हजुर अनि त्यसपछि इन्ट्रान्स त्यो एक्जाममा चाहिँ अनि उयो सुने क्या कस्तो भने मतलब त्यो मान्छे चाहिँ अब विद्या स्कुलदेखि के भएको भन्दा थर्ड भएको भनेर भन्यो अरे होइन अनि त्यसपछि ए भनेर भन्यो अरे अनि त्यसपछि त्यसमा इन्ट्रान्स नलिउँ भनेर फिसी तिरेर सबै गरेर अनि त्यसपछि भाइ स्कुलमा चाहिँ कतिजना थियो भन्दाखेरि 3 जना थियो 3 जना थर्ड भएको भनेर भन्यो अरे त्यस्तै यो राख भरे हराउँछ सामान गरौँ गाइस अब हामी चाहिँ सामानहरू लोड गर्छौँ सबै गर्छौँ अनि मात्रै हामी तपाईँहरू देखाउँछौँ है त ल अनि बिरतामुन गएको देखाउँछौँ है